साथीहरू नमस्ते सबैजनालाई के गर्दै हुनुहुन्छ तपाईहरूले। म चाहिँ अब चल्लाको लागि घाँस काट्न जानुलाई चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ। म घाँस काटेको हेर्नुहुन्छ अब गएको ल। म हाँसी उचालेर चाहिँ म चाहिँ अब चल्लाको लागि घाँस काट्न गएको ल। हेर्न सक्नुहुन्छ। म चाहिँ कहाँ जाने होला, कहाँ चाहिँ काट्न जाने होला साथीहरू। कहाँ काट्न जाने, बल्ल बल्ल यति चाहिँ बल्ल बल्ल काटेँ। हेर्नु कस्तो भिजाउँछ यार मेरो हालत। घाँस काट्ने चल्लाको लागि ल साथीहरू हेरेर आइरहेको। म फाइनली घाँस काटेर आइसकेँ। हेर्न सक्नुहुन्छ चल्लाको लागि। मेरो चल्ला चाहिँ यस्तो छन् अनि भनेपछि म यात्तै गर्छु है। घाँस काटिदिनु गएको हेर्न सक्नुहुन्छ। मेरो चल्लाहरू चाहिँ यस्तो झनै आइछ। यस्तो त छन् के हेरेर के हो र तिमीहरू कसरी चाहिँ दिने हौ। मैले चाहिँ तिमीहरूलाई घाँस अब घाँस दिन्छु रोक न। हेर्नु साथीहरू यसरी खान्छन् कि यिनीहरू घाँस भनेपछि यिनीहरूलाई मरिहट्टे गर्छन् क्या। यस्तरी खान्छन् यिनीहरूले घाँस। यस्तरी त खान्छन् कि त्यही भएर यिनीहरूलाई घाँस दिँदैन आएको क्या। तिमी दुई काट्नु यस्तो खाइरहन् साथीहरू। हेर्नु यस्तो खाइरहन्। यस्तो घाँस काटेर ल्याइदिएको है। लौ खाऊ। पुरा यसरी टोक्छन् क्या यिनीहरू। लौ छिटो खाऊ छिटो खाऊ ल। तिमीहरू त्यो भनेपछि मरिहट्टे गर्छौ नि। घाँस भनेपछि मरिहट्टे गर्छौ। यस्तो त छन् क्या यिनीहरू। यस्तो घाँस भनेपछि मरिहट्टे गर्ने चल्लाहरू। यस्तो छ हालत गाइस चल्लाहरूसँग। यति माया लाग्दैछ हेर्नु गाइस। ए मेरो आँखा ठुङ्ग्यो ल नठुङ्ग्यो ल। यस्तो छन् गाइस सब यस्तो घाँस खाइरहन्छ। घाँस बिना त यिनीहरू मरिहाल्छन्। घाँस नभएपछि मरिहाल्छन् साथीहरू। त्यही भएर यिनीहरूलाई चाहिँ जहिले पनि घाँस ल्याइदिनुपर्छ। घाँस ल्याइदिनुपर्छ। यस्तरी खान्छन् घाँस चाहिँ। कति राम्रोसँग घाँस खान्छन् क्या यिनीहरू। घाँस काटेर हैरान भइसक्यो आज भोलि फेरि घाँसै पाइन्न कि साथीहरू होइन। यस्तो घाँसै पाइन्न यिनीहरू फेरि घाँस भनेपछि त मरिहट्टे कसरी खाइरहन् क्या। अहिले फेरि घाँसै पाइन्न। बर्खाको दिन फेरि घाँस खान्न नि होइन। त्यतिखेर धेरै हुन्छ नि त घाँसहरू। त्यतिखेर अहिले घाँस नभएको बेला पो पुरा खान्छन् हो। स्मल ठुङ्गा अहिले झन् ठुङ्गा खान्छस् भन् त। ल यस्तो पनि खान्छौ कि तिमीहरूले। ल खाऊ।